सरकार नढलेसम्म केपी ओलीको शासन सत्ता रहिरहेसम्म यस्ता अपराध भइरहन्छन्। यो देश कहिल्यै बन्दैन। भ्रष्टाचारीहरूलाई संरक्षण गरेर सारा सहकारी पीडितहरू आफ्ना पार्टीभित्र पालेर भ्रष्टाचारको जगमा उभिएर अर्कालाई ठग भनेर झुटा मुद्दा लगाउने यसको छानबिन भयो भने मलाई जस्तै डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा धेरै यो देशको भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो। रवि लामिछाने बचाउनका लागि एका बिहानै प्रचण्ड पुगे भैरवा कारागारमै। भन्छन् रविजी तपाईँ नआत्तिनुहोस्। बालेन शाह र अर्क साङपाङ पनि रवि लामिछानेलाई भेट्न भर्खरै पुगे भैरवा। रविलाई सिध्याउन कारागारभित्रै गुण्डा नायकीहरू परिचालन। यस्तो छ भित्री रहस्य। रविलाई भैरवा कारागारबाट काठमाडौँ आउन रोके गृहमन्त्री रमेश लेखकले। काठमाडौँ नआउन दिनुको यस्तो सार्वजनिक भयो कारण। रविलाई कारागार मुक्त नगरेसम्म संसद चल्न दिएनौं राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको भनाई। रवि फसाउन माहिर बनेका प्रधानमन्त्री केपी शर्मा ओली एसियाकै सबैभन्दा बढी भ्रष्ट नेता भएको भनाई। कारागारभित्रै रवि लामिछानेमाथि अन्याय बढ्दै दिन प्रतिदिन रविलाई यातना दिँदै। चर्को घाममा रवि लामिछानेलाई कारागारको टिनमुनि बस्न निकै नै कठिन। रवि भेटेर आउने नेताहरू यसो भन्छन्। केही गरी रवि लामिछाने निर्दोष साबित भए ओलीले देश छाड्नुपर्ने डाक्टर सुरेन्द्र केसीको भनाई। देउबा र आर्जु पनि जेल जानुपर्छ। सर्वोच्चका न्यायाधीश नै भन्छन् रविमाथि राजनीतिक प्रतिशोध भइरहेको छ। रविलाई कारागार पठाउन सर्वोच्चमै घुसपेट। आखिर के कारणले यस्तो गरिँदैछ त? एका बिहानै भैरवा कारागारमा रवि भेट्ने नेताहरूको लर्को। मिडियाकर्मी सहित समर्थक र कार्यकर्ता पनि पुगे। केही दिनमा रवि लामिछानेलाई कारागार मुक्त गराएरै छाड्छौँ भन्दै रविका कानुन व्यवसायहरू नक्कली प्रमाणको सहारा धेरै दिन नटिक्ने बनाई। सुरु गर्यो अख्तियारले ओली र गृहमन्त्रीमाथि छानबिन गर्न। केही दिनमै ओली र गृहमन्त्री पनि जेल जाने पक्कापक्की। रवि छुट्ने सुइँको पाएपछि सत्ता बचाउने दावमा काङ्ग्रेससँग हात जोड्दै केपी शर्मा ओली। यस्तो छ आजको सम्पूर्ण जानकारी। दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत छ अनलाइन टिभीको अर्को भिडियोबाट। तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हामीलाई सब्सक्राइब गर्नुहोला, छेउमा रहेको बेललाई थिच्नुहोला। भिडियो मनपर्छ भने भिडियोलाई अत्याधिक मात्रामा लाइक गरी सेयर पनि गर्नुहोला। भिडियो हेरिसकेपछि तपाईँको मनमा लागेका प्रश्न खुल्दुली कौतूहलता छन् भने अवश्य पनि हाम्रो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया लेख्न भने नभुल्नुहोला। आउनुहोस् दर्शकबिन भिडियो सुरुवात गरौँ। रवि लामिछाने बचाउनका लागि एका बिहानै माओवादी नेता प्रचण्ड भैरवा कारागार पुग्नु भएको छ। कारागारमा रवि लामिछानेसँग भेटेर 2 घण्टा लामो राजनीतिक बहस र देशले कसरी उन्मुक्ति पाउन सक्छ भन्ने विषयमा छलफल गरेर आफू फर्किएको उहाँले बताउनु भएको छ। यसो त सर्वोच्चदेखि उच्चदेखि जिल्लासम्म रवि लामिछाने माथि भएको अन्यायको विरुद्धमा आवाज उठाइरहेका माओवादी नेता प्रचण्डले यति बेला रवि लामिछानेलाई हदैसम्मको अन्याय भएको र त्यो अन्याय आम जनताका लागि सही नभएको र त्यसका लागि आम जनता अब सडकमा आएर व्यापक रूपमा सरकारको विरुद्धमा जान भने उहाँले आह्वान समेत गर्नुभएको छ। यता राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले रवि लामिछाने बचाउका लागि र रविको समर्थनका लागि देशैभरिका गाउँ सहर बस्ती बस्तीमा हस्ताक्षर कार्यक्रम घर दैलो गर्ने भन्ने सुरुवात गरे। घरसम्म पुगेर प्रत्येक नेपालीको घर दैलोमै गएर रविको समर्थनका लागि हस्ताक्षर सङ्कलन गर्ने कार्यक्रमको सुरुवात गरिरहेका छन्। तर यो कार्यक्रमले रविलाई कारागार मुक्त गर्न मात्र होइन तर उनको समर्थनको सङ्ख्या जम्मा गर्न भने पक्कै सहयोग पुग्नेछ। तर यति बेला योभन्दा रवि लामिछानेलाई कारागार मुक्त गर्न कसरी सकिन्छ र कुन विकल्प कस्ता उपायहरू रच्न सकिन्छ भन्ने नेताहरूको भित्री खुल्दुली र आन्तरिक रूपमा कुटनी सुरु भएको छ। प्रचण्ड कारागार पुगिसकेपछि फेरि एका बिहानै नयाँ समाचार सार्वजनिक भएको छ। रवि लामिछानेलाई भेट्नका लागि बालेन शाह अर्क साङपाङ पनि यति बेला भैरवा पुगिसकेको समाचार हामीलाई प्राप्त भएको छ। जहाँ रवि लामिछानेलाई भेट्नका लागि बालेन र अर्क साङपाङ विशेष त राजनीतिक कुराकानी गर्नका लागि र राष्ट्रिय राजनीतिमा आफूहरूको आगमन कसरी गर्न सकिन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीमा केन्द्रीय संसद भएर हुन्छ, केन्द्रीय सदस्य भएर हुन्छ, केन्द्रीय नेता अथवा जुनसुकै जस्तोसुकै पदावली ग्रहण गरेर आफू राष्ट्रिय राजनीतिमा आउनका लागि सबैभन्दा उत्तम विकल्प भनेको राष्ट्रिय स्वतन्त्र पार्टी रहेको भन्ने बुझिसकेपछि दुवैजना मिलेर यति बेला रवि लामिछानेसँग यसै विषयमा छलफल गर्नका लागि कारागार पुग्नु भएको छ। यसो त सामाजिक सञ्जालमा धेरै नबोल्ने, बोले भने तीतो प्रहार गर्ने बालेन शाहले
भित्री रूपमा 84 को तयारीमा रहेको र नयाँ पार्टी खोलिरहेको योजनाको समाचारहरू छ्यापछ्याप्ती बने। तर आम जनताका लागि भने बालेनले नयाँ पार्टी खोल्नु दुर्भाग्य हो र सक्दो रविको पार्टीमा बालेनले ठाउँ खोजेर राष्ट्रिय राजनीतिमा आएर यी भ्रष्ट र कुख्यात नेताहरूको अन्त्यका लागि आफूले रवि लामिछानेसँग सहकार्य गर्नु भनेको उत्तम रहेको आम जनताको भनाइ बुझाइ र सुझाव पनि रहेको छ। दर्शक महानुभाव, रवि लामिछानेलाई कारागारभित्रै सिद्ध्याउनु पर्छ भनेर केही समय अगाडि खानामै विष नामक समाचार सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भने अहिले फेरि रवि लामिछानेलाई कारागारभित्रै यातना दिइरहेको र गुन्डा नायकीहरू परिचालन गरेको भन्ने समाचार छ्यापछ्याप्ती भनेका छन्। रवि लामिछानेमाथि अन्याय भइरहेको छ। बर्खाको चर्को घाममा टिनको मुनि एक्लै राखिएको छ। उनी पढिरहेको पुस्तक फालिदिने, उनीमाथि घोचिला शब्दहरू प्रहार गर्ने र समयमै खाना नदिने जस्ता समाचारहरू छ्यापछ्याप्ती आइरहेका छन्। कारण रवि लामिछानेलाई भेट्न जानेहरूले रविसँग प्रति प्रश्न गरिसकेपछि रविले यो जवाब दिएको बताइएको छ। उनीमाथि भएको अन्यायको विरुद्ध मानव अधिकार आयोग पनि चुपचाप छ, किनकि त्यहाँ पनि सत्ताको कब्जा छ अनि देशका कुनै पनि निकायले रविको पक्षमा बोल्न मानिरहेका छैनन्, किनभने सत्ताको जहाँ पनि कब्जा र हस्तक्षेप रहेको छ। दर्शकबिन, यता केही गरी रवि लामिछाने निर्दोष साबित भए अब ओलीले देश छाड्नु पर्ने बाध्यता आउन सक्छ भन्दै डाक्टर सुरेन्द्र केसीले आफ्नो भनाइ व्यक्त गरेका छन् भने देउबा र आर्जुसहित अन्य ठुला माछाहरू पनि जेल जानुपर्छ। यसरी एकजना व्यक्तिको माथि सिङ्गो सरकार देश बनाउनका लागि होइन, एकजना व्यक्ति सिद्धाउनका लागि लागिरहेको छ। यो केसमा, यो मुद्दामा कुनै हालतमा रवि लामिछाने निर्दोष भएर उनले न्याय पाए भने फेरि सत्ता रवि लामिछानेको कब्जामा हुन्छ, एकलौटी रविको शासन हुन्छ। 84 मा रविले राष्ट्रिय स्वतन्त्र पार्टीबाट एकलौटी मत पाए भने देशका यी हजारौं गुन्डा नायकीहरू जेल जान्छन् उहाँले बताउनु भएको छ। जुन न्यायाधीशले रविलाई कारागारमा पूर्वपक्षका लागि राख्न सर्वोच्चबाट आदेश गर्यो त्यसको विपक्षमा बोल्दै सर्वोच्चका अर्का न्यायाधीशले बीबीसीसँग कुराकानी गर्दै रविमाथि राजनीतिक प्रतिशोध भएको र देशको राज्य रविमाथि खनिएको, रविमाथि लागेको भनेर बीबीसीलाई अन्तर्वार्ता दिएका छन्। जुन अडियो रेकर्ड तपाईले सामाजिक सञ्जालमा सर्च गरेर पनि भेटाउन सक्नुहुन्छ। रविमाथि अन्याय भएको, प्रतिशोध भएको र उनलाई फसाउनै पर्छ, कारागारमा हाल्नै पर्छ भन्ने हेतुले यो सरकारले उद्देश्य बोकेर हिँडिरहेको उहाँले बताउनु भएको छ। यहाँबाट प्रश्न हुन्छ कि देशको सबैभन्दा उच्चतम बिन्दु जहाँ न्यायको लागि आम जनताले अनुभूति गर्छन् त्यही न्यायालय नै भ्रष्टहरूले कब्जा गरेको छ भन्दा फरक नपर्ला। यता केही दिनमै रवि लामिछानेलाई कारागार मुक्त गराएर छाड्छु भनेर उनका कानुन व्यवसायीले भनिरहेका छन् भने नक्कली प्रमाणको सहारा धेरै दिन नटिक्ने उहाँले बताउनु भएको छ। यता गृहमन्त्री विरुद्ध र प्रधानमन्त्री विरुद्ध अख्तियार अनुसन्धान आयोगमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता भएको छ भने अब अख्तियार दुरुपयोग अनुसन्धानले उनीहरूमाथि छानबिन सुरु गरेको छ। यसो त छानबिन पक्का पक्की भएपछि यिनीहरूले गरेको भ्रष्टाचारको कालो कतो सार्वजनिक भयो भने ओली र गृहमन्त्रीदेखि अन्य देउबा सबै नेताहरूको छानबिन भइसकेपछि जेल जाने भने पक्का पक्की देखिन्छ। यता रवि छुट्ने सुइँको पाएपछि सत्ता बचाउनका लागि काङ्ग्रेससँग हात जोड्दै ओलीले आफू निर्दोष बन्नका लागि काङ्ग्रेससँग सहमति गरिरहेको छ। बेला बेलामा तर्किरहेको ओलीसँग तर्किरहेको र फाट्न खोजिरहेको काङ्ग्रेसले यता माओवादीको साथ खोजिरहँदा अब माओवादीबाट अलग हुन दिनु हुँदैन, आफ्नो सत्ता बचाउनका लागि निरन्तर देउबासँग सहकार्य गर्नुपर्छ भन्ने उद्देश्यले ओली देउबासँग भेटवार्तामा छन् र दिएको पार्टीसँगको समर्थन नछोड्न उनीहरूले आग्रह पनि गरिरहेका छन्। हस्त दर्शकबिन, आजको यस भिडियोबाट छुट्टी छु। तपाईँको मनमा लागेको प्रश्न, कुल्दुली जिज्ञासा छ भने अवश्य पनि हाम्रो कमेन्ट बक्समा लेख्नुहोला। तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हामीलाई सब्सक्राइब गर्नुहोला, छेउमा रहेको बेललाई थिच्नुहोला। रवि लामिछानेको निरन्तर फलोअपका लागि र रविको समर्थकका लागि तपाईँले निरन्तर हामीलाई कमेन्ट गर्नुहोला। जय रवि, जय देश लेख्न भने नभुल्नुहोला। र तपाईँको घर दैलोमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू आइरहेका छन्, कार्यकर्ताहरू आइरहेका छन् रविको समर्थनका लागि हस्ताक्षर कार्यक्रममा, त्यहाँ तपाईँले हस्ताक्षर गरिदिनु होला भन्ने अनुरोध गर्दै यस भिडियोबाट छुट्टिन्छु। तपाईँको समय शुभ बितोस्। नमस्कार।